हेलो साथीहरु, नमस्ते नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि आइसकेको छु तपाईहरुको सामु धेरै पछि नयाँ भिडियो एन्ड भ्लग लिएर। आज चाहिँ हामी साथीहरुसँग पिकनिक जान आँटेको छौं अनि म पनि यता बेलबारी आएको छु नि त। अनि बेलबारी आउँदाखेरि घुम्न जाऊँ न भनेर साथीहरुलाई भनेको थिएँ। अनि आज फाइनली समय मिलेको छ। अनि दिस इज माई आउटफिट। मेरो आउटफिट देखिसक्नुभयो। अनि मेरो साथीहरु पनि आइसकेको छ नि त। अनि खाजा खाँदै छ साथीहरु। अनि म चाहिँ यता भ्लग बनाउन आउँछु भनेर आएको थिएँ। अनि तिनीहरूलाई देखाउँछु म खाजा चाहिँ मैले चाहिँ खाइसकेँ। अनि यता आएको छु बेलबारी। यहाँको हामीले चाहिँ खाजा साथीहरु। हामी चाहिँ अघिको गाडी छोडेर अब अर्को गाडीमा चढ्ने हो। यहाँबाट के जान्छ, बस जाने रहेछ उपरसम्म। यो चाहिँ भर बनाएको क्या अलिअलि अब फेरि बस चढ्नुपर्ने हुन्छ साथीहरु। बस चढेर अनि फेरि अर्को टेम्पूबाट फेरि झन्डै 2-1.5 घन्टा लाग्छ अरे। 2 घन्टा आज कसरी हिँड्ने हो आइरहनु। साह्रो परिन्छ होला गाइस। सम्झिन्छौ कि देखेको छ कि छैन हाम्रो बस यसमा जानुपर्ने साथीहरु। नयाँ बसमा चाहिँ ठिकै हुन्छ। थोत्रे पुग्दै हो भने चाहिँ मलाई फेरि लास्टै खुसी हुन्छ लाग्यो। अब गन्तव्यको अन्तिमतिर लास्ट गाडी हो हाम्रो। यो लास्ट गाडी होइन हाम्रो। अटो रिजर्भ छ हाम्रो। यतिको आँटिलो चाहिँ हुनु पर्यो होइन। अटो रिजर्भ गर्ने आँट कसको छ हाम्रो। ल हामी जब लाग्नुपर्ने हुन्छ यहाँबाट पनि फेरि कति घन्टा कति टाइम लाग्छ पुग्न। घाम लागेको छैन फेरि आज त फिटिङै साथीहरु। गाह्रो पो हुने भयो त। गाह्रो हुने भयो कालो कसरी जाने हो। यहाँ चाहिँ हाम्रो ड्राइभरमा भल हुन्छ। यहाँ खानेकुरा के लानु पर्यो नि त होइन बाटो लाग्ने। उकालो अब साथीहरु चट्टसँगले गाडीको गन्तव्य पनि सक्यो होइन। उकालो माथिको डाँडा पुग्नु पर्ने अरे। कति घन्टा 2 घन्टा हिँड्नुपर्छ। आजको घामले त 2:30 नै लगाउँछ जस्तो लाग्छ। अब त्यस्तो नभन न, मलाई साह्रो पर्छ फेरि हिँड्नु भनेपछि साथीहरु। म चाहिँ तर पनि साथीहरुसँग रमाइलो गर्न आएको हिँड्नु चाहिँ पर्ने हुन्छ। यत्रो जङ्गल काटेर आयौँ अर्को गाउँ। अहिलेको गाउँबाट चाहिँ कति 1 घन्टा 1.5 घन्टा हिँड्यौँ। अनि त्यसपछि फेरि यो गाउँ आइपुग्यो नि। अझै अर्को गाउँ छ है। अर्को गाउँ छ। अनि त्यो सकेपछि चाहिँ फाइनली हामी पुगिन्छौँ कि डेस्टिनेसनतिर।
टक्क लाएर आधी आधी अब कति घन्टा अझै 45 मिनट यताको गाउँ टक्क लाएर यस्तो छ फाइनल ग्याज हामी चाहिँ चिउरी भन्ज्याङ 2 स्टेप गाउँको ढ्यान्चड्याङ हेर्नु न त साथीहरू भ्यूज कस्तो राम्रो देखिरह अनि यहाँ चाहिँ स्कुल रहेछ यिनीहरूले त मलाई भ्लग बनाउनु दिँदैन क्या बाटोबाट नै छैन भ्लग बनाउने अनि बोलाएको गर्छ यता फोटो चाहियो अरे आमा मैले जब क्यामेरा तेर्छ अनि तब चाहिँ ससी फोटो आमामा के बोल्यो तिमी तिम्रो साथी नै आएछ हेर त त्यहाँ सँगसँगै आमामा कार्तिक र चैत सेन्सन हुन्छ कि एक 555वटा रहेछ स्टुडियोहरू अनि त्यो सकेर फाइनल आइपुग्न आँटिसक्यौँ अनि घाम पनि लाग्यो यस्तो साह्रो पऱ्यो नि साथीहरू 555 भनेको कहाँ हो आम्माम म त यस्तो साह्रो फाइनली साथीहरू आइपुग्यो घाँटी दुख्न थालेछ हौ अनि अब चाहिँ हामी खाजा खान्छौँ अनि नाच्छौँ पनि रमाइलो गर्छौँ पनि हामीले चाहिँ खाजा के लिएको छौँ भने यहाँ हेर्न सक्नुहुन्छ यति नै हाम्रो आजको खाजा अनि अब एकचोटि बाटोमा सबै खाइसक्यौँ आधी होइन ओरियो पावर 24 आवर एउटै छ मलाई अब हामी रमाइलो गर्नुपर्ने हुन्छ साथीहरू गीत सित बजाएर नाच्नुपर्ने हुन्छ त्यो भिडियो पनि तपाईँहरू हेर्नु होला ल साथीहरू हामीले चाहिँ अब खाजासाजा खाइसकेर पनि अनि टिकटक बनाएर पनि फोटो खिचेर पनि अब चाहिँ 3 बजिसक्यो नि त अनि अब जाँदा पनि टाइम लाग्छ धेरै 2 घन्टा 2.5 घन्टा लाग्दो रहेछ अझै हिँड्दै फर्किँदा पनि अनि ओह्रालो खाजासाजा खाइसक्यौँ यता सबै रित्तो भइसक्यो केही पनि गर्दैन त्यसले केही पनि गर्नु सक्दैन ल साथीहरू बाई बाई हामी फर्किने होइन हामी अब बाई 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 मर्यो ल साथीहरू अब भिडियो चाहिँ यता इन गर्नुपर्ने हुन्छ होइन फोनमा चार्ज पनि लास्ट भइसक्यो अनि अब खासै राम्रो भिडियो चाहिँ भएको छैन र पनि कस्तो भयो भिडियो कस्तो लाग्यो ठाउँहरू अनि हेरेर प्रतिक्रिया दिनु होला अनि अब हामी चाहिँ लाग्यौँ अब ओह्रालो गुटुटुङ चढ्नुपर्ने हुन्छ लाग्नुपर्ने हुन्छ म त बोल्नु पनि बिर्सिसकेको छु हौ साथीहरू अब लाग्दैको साथीहरू बाई बाई गाइजहरू अब कस्तो लाग्यो भिडियोहरू खासै राम्रो छैन र पनि राम्रो मानेर हेरिदिनु होला नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी सबैलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई